हजुरहरूलाई यो हाम्रो यात्राको विषयमा म देखाउन गइरहेको छु। हाम्रो चाहिँ आज होइन यात्रा चाहिँ यो दिङ्लाबाट हाम्रो चाहिँ उता खोटाङ र सोलुखुम्बुको सिमानासम्मको यो कठिन यात्राको क्रममा देखिएको भिरमौरी पनि म तपाईँहरूलाई देखाउँछु। हाम्रो सर हुनुहुन्छ, एकजना सर र म दुईजना। यो बाटो यस्तो समस्याको साथ हामी गएको छौँ, हेर्नु होला अगाडिसम्म पुरा हेर्नुहोस् कति जोखिमले हाम्रो यात्रा अगाडि बढेको छ। तपाईँहरूको माझमा देखाउँदैछु म। खोला तरेर अर्को ठाउँको अर्को खोला तरियो। हामीले जम्मा 5 वटा खोला तरेको छौँ। तपाईँको यहाँ चाहिँ म चाहिँ बाइकबाट खोला तरिहालेँ। सरले चाहिँ जुत्ता फुकाउनको अलिक अल्छी गरेर त्यो सानो झोलुङ्गोबाट आउने भन्नुभयो, चिप्लो पनि रहेछ। सर साह्रै डराउनु भयो क्या, एकदम डराएर आइराख्नु भएको छ। चिप्लो छ, फेरि चिप्लो पनि छ, हल्लिन्छ पनि। लड्यो भने त खोलामा गोब्राङ्गुरु हुन्छ फेरि। बिस्तारो आउनु सर, बिस्तारो बिस्तारो। कष्टकर साथ तर्दै हुनुहुन्छ सर, तर्नुभयो। बाटोमा जाँदा नाचौँ नाचौँ लाग्ने झरना पनि भेटियो। ल अब यो खोला तरेर चाहिँ हामी खेदी बजार पुगिने रहेछ। फेरि पनि बाटोमा जाँदै गर्दा अर्को अझै रमाइलो झरना पनि भेटियो। झरनामा नुहाउनको लागि थाप्यौँ जस्तो लाग्यो, तर पानी अत्यन्तै चिसो भएकोले छेउसम्म चाहिँ पुग्यो। तिरको बाटो पनि के हो सर तपाईँको चाहिँ होइन, खोलामा चाहिँ टर्निङ हान्दै ल्याएको छ यार बाटो पनि। यो उँभोबाट खोला आउँछ होइन, यस्तो बाटोमा यसरी कुदाउँदै ल्याउनु पर्ने। यहाँ खोलाबाट फेरि यता खोलै होइन, यो माथि गएपछि यसरी तपाईँको खोलामा टर्निङ हान्दै तलबाट खोल्दै अनि यो बर्खामा त बाढी आउँदा त खोला सबै लानु है। के अप्ठ्यारो बाटो। हाम्रो होम सरको कठिन यात्रा, बाइक नचढ्ने स्थिति भएर कस्तो अप्ठ्यारो पर्या हो। यस्तो गाह्रो स्थितिमा पनि